नमस्कार। नेपाली साहित्य परिषद सिक्किमको शीर्ष साहित्यिक संस्था हो। हजुरहरूलाई अगावै मैले सूचित गरिसकेको छु। नेपाली साहित्य परिषद सिक्किमले 212 भानु जयन्ती भव्य रूपमा पालन गर्न गइरहेको छ र यसै क्रममा आज म अस्तिको पालि मैले भानु पुरस्कारको माथि कुरा गरेको थिएँ भने आज म सेवाश्री सम्मानहरू र भाषा गौरव सम्मानहरू कसलाई दिनु गइरहेका छौँ, उहाँहरूको नाम उजागर गर्न गइरहेको छु। र 212 भानु जयन्तीको अवसरमा हाम्रो भानु उद्यानबाट हाम्रो कार्यक्रम सुरु हुनेछ र भानु उद्यानमा हामीले भानुभक्तलाई खादामाला अर्पण गर्नेछौँ। त्यहाँ हाम्रा सिक्किमका माननीय राज्यपाल महोदय हाम्रा मुख्य अतिथि रहनुहुनेछ भने हामी त्यसको पछाडि अरू कार्यक्रमहरू फेरि आएर सेड्युल कास्ट भवनमा गर्नेछौँ। र अस्ति मैले भने अनुसार फेरि पनि आज म भन्दैछु, यसपालि 212 भानु जयन्तीको अवसरमा भानु पुरस्कार हामी श्री सुकराज सुब्बा एसआर खजुमज्यूलाई दिएर सम्मान गर्न गइरहेका छौँ। त्यसरी नै भाषा गौरव सम्मान हामीलाई सिक्किमका सम्माननीय मुख्यमन्त्री महोदयले भाषा गौरव सम्मान दिनुपर्छ भनेर हामीले भोटिया भाषा र लेप्चा भाषामा भाषा गौरव सम्मान दिएर आइरहेका छौँ। र यसपालिको भोटिया भाषामा भाषा गौरव सम्मान हामी श्री टासी भोटिया जो गेजिङ डिस्ट्रिक्टबाट हुनुहुन्छ उहाँलाई हामीले सम्मान गर्न गइरहेका छौँ भने लेप्चा भाषाका लागि श्री निमदोर्जी लेप्चा जो अम्बा पाक्योङ जिल्ला अन्तर्गत पर्नुहुन्छ उहाँलाई हामी सम्मान गर्नेछौँ। यसरी नै जति पनि भाषा साहित्यको लागि कलाको लागि धेरै काम गरेर धेरै ओझलमा बसिरहेका हाम्रा कलाकारहरू, भाषा सेवीहरू, साहित्यमा काम गर्नेहरू, नाट्य सेवीहरू छन्, उहाँहरूलाई हामीले सेवाश्री सम्मानले सम्मानित गर्दा गइरहेका छौँ। र यस वर्षको भाषा सेवाश्री सम्मानमा हामीले दुईजनालाई राखेका छौँ, श्री कमल काफ्लेज्यू र श्री एसएम बस्नेतज्यू। यसरी नै साहित्य सेवाश्री सम्मान हामी नाम्चीका जयदीप सुब्बाज्यूलाई प्रदान गर्न गइरहेका छौँ। र यही क्रममा सङ्गीत सेवाश्री सम्मानले हामी दुईजनालाई सम्मानित गर्नेछौँ, जसमा जीवन शर्मा र श्री राकेश कार्कीडोली पर्नु हुँदैछ। र यसरी नै हामीले नाट्य सेवाश्री सम्मान पनि दुईजनालाई नै दिँदैछौँ, किनभने यो सबै टाई भएकोले गर्दा हामीले बराबर दिएका हौँ। र नाट्य सेवाश्री सम्मानमा पुरनदीप शर्मा र श्रीमती रेवती लेप्चाज्यूलाई हामी सम्मानित गर्नेछौँ। र पत्रकारिता सेवाश्री सम्मानमा धीरज बान्तज्यू र यसै गरी सुश्री कविता शर्माज्यूलाई हामीले प्रदान गर्नेछौँ। र चित्रकारितामा बीके सुब्बाज्यूलाई हामी सम्मान गर्न गइरहेका छौँ भने नृत्य सेवाश्री सम्मानका लागि हामीले श्रीमती अनु प्रधानलाई सम्मानित गर्न गइरहेका छौँ। यसपछि अब हाम्रो 7, 8, 9मा हाम्रो कविता पाठ, रामायण पाठ र नृत्य प्रतियोगिताहरू हुँदैछ। र यी सबै प्रतियोगिताहरू हामीले टासी नामगेल सिनियर सेकेन्ड्री स्कुलमा गर्दैछौँ। र हामीलाई त्यहाँ धेरै स्कुलहरूले र धेरै कविता भन्नेहरूले हामीलाई नाम दिएका छन्। र 7, 8, 9मा पनि हजुरहरू हाम्रो कार्यक्रममा आइदिनु होला भनेर म अनुरोध गर्छु। भने हाम्रो कार्यक्रम मैले अघि नै भने भानु उद्यानमा भव्य रूपमा हुनेछ। हजुरहरू सबैलाई म बिहान 9 बजी भानु उद्यानमा आएर कार्यक्रममा भागीदारी लिने हजुरहरू सबैलाई म नम्र निवेदन गर्छु। भने सेड्युल कास्ट भवनमा हाम्रो उत्तरार्धको कार्यक्रम हुनेछ र त्यहाँ पनि हाम्रो राम्रा कार्यक्रमहरू हुनेछन्। र यी सबै कार्यक्रमहरूमा तपाईँहरूको भागीदारीको म आशा राख्दछु। र म नेपाली साहित्य परिषदको अध्यक्षको हिसाबले हजुरहरू सबैलाई आह्वान गर्न चाहन्छु कि हामीले यस पालिको भानु जयन्ती गान्तोकमा भव्य रूपमा मनाऊँ र तपाईँहरू सबैको भागीदारी यसमा होस् भन्ने म नम्र निवेदन गर्दै हजुरहरूबाट बिदा चाहन्छु। धन्यवाद।